हे गाइज वेलकम ब्याक टु माई एनदर भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु भन्दै मेरो भिडियो स्टार्ट गर्दैछु साथीहरू हैन। अनि सो आज चाहिँ बहिनी र म चाहिँ दिक्तेल जानुपर्ने थियो क्या। अनि दिक्तेलमा थोरै काम थियो मेरो, अनि त्यसकै लागि दिक्तेल हिँडेको साथीहरू हैन। अनि हाम्रो गाउँको वेदर चाहिँ यस्तो थियो क्या, घाम लागिरहेको थियो, टन्टलापुर गर्मी भइरहेको थियो क्या। अनि हाम्रो गाउँघरको बाटो यस्तै छ साथीहरू हैन। अनि हामी चाहिँ भरे माथि जङ्गल आइपुग्दा चाहिँ कस्तो ढुसी लाग्न आँटेको जस्तो क्या, पानी पर्न आँटेको जस्तो देखाइरहेको थियो। अनि पानी पर्छ होला भनेर डर लागिरहेको थियो क्या। अनि सो मैले चाहिँ आज पानी पर्छ होला भनेर यस्तो ठुटेको टोरेर हिँडेको साथीहरू हैन। अनि हिलो हुन्छ नि त। अनि हामीले चाहिँ खानेकुराहरू पनि के बोकेको थियौँ। अनि हामीले चाहिँ खाँदैछौँ साथीहरू हैन। अनि यो फुल चाहिँ क्या मैले त्यो बुके बनाउँदा बुकेमा देखेको थिएँ क्या। अनि कस्तो महँगो पर्छ यो फुल भनेको सुनेको थिएँ। अनि सो हाम्रो गाउँमा चाहिँ जङ्गलैभरि प्रशस्तै पाउँछ है साथीहरू हैन। तर त्यही फुल त होइन होला, बट A to Z छ के साथीहरू हैन, तपाईहरुले देख्न सक्नुहुन्छ। मैले चाहिँ के साथीहरू हैन त्यहाँ भिडियो बनाउँदै थिएँ, छोडेर गएछ बहिनी त एक्लै। डर पो लाग्यो मलाई त। ओइ सरिता महिमा। सो अहिले चाहिँ हामी बगरे निस्किन आँटेको छौँ साथीहरू हैन। अनि म चाहिँ यस्तो दिक्तेल आउनु जानु चाहिँ कहिले नै यसो हिँडेर चाहिँ गएको छैन कि साथीहरू, जहिले गाडीमै हुन्छ क्या हैन। अब धनी भएर चाहिँ हैन, तर मलाई हिँड्न कस्तो अल्छी पनि लाग्छ अनि एक्लै डर पनि लाग्छ क्या। अनि त्यही भएर आज चाहिँ धेरै पछि हिँड्दै जाऊँ, यसो भिडियोहरू पनि बनाउनु पर्छ भनेर बहिनीलाई पनि लिएर हिँडेको साथीहरू हैन। अनि हाम्रो गाउँमा चाहिँ अघि हाम्रो गाउँको बाटो त देखिहाल्नु भयो नि त। अनि गाडी पनि बिग्रिरहेको थियो क्या पर बाटैमा। अनि सो तपाईहरुले देख्न सक्नुहुन्छ कस्तो पानी पर्नु आँटेको जस्तो देखिरहेछ क्या, बादल ढुसी लागेर हैन। त्यही धन्न पानी चाहिँ परेन। अनि आई फिल लाइक अ प्रिन्सेस के हैन। द्याट टाइम चाहिँ मलाई कस्तो राजकुमारी जस्तो फिल भइरहेको थियो भन्दै मेरो भिडियो यहीँ इन्ड गर्न चाहन्छु। बाइ बाइ गाइज, लभ यु अल, थ्याङ्क्स फर वाचिङ।